धनगढी उपमहानगरपालिका कार्यालयद्वारा गत वर्ष र यो वर्ष गरी जम्मा 14 ठाउँमा हामीले धनगढी उपमहानगरपालिका कार्यालयले चाहिँ फायर हाइड्रेन्ट जडान गर्ने कार्य सम्पन्न गरेको छ र गत वर्ष 8 वटा ठाउँमा जडान गरिएको छु भने यो वर्ष चाहिँ 6 वटा ठाउँमा सम्पन्न गरी 14 वटा ठाउँमा जडान गरिएको छ। विशेष गरेर भन्नुपर्दाखेरि यो फायर हाइड्रेन्ट चाहिँ दमकलमा पानी फायर हाइड्रेन्टको मद्दतले अथवा सहयोगले दमकलमा पानी भर्नु नै हो र दमकलमा पानी भरिसके पश्चात सम्बन्धित जुन ठाउँमा आग लागि भएको छ, जुन नजिकै त्यही पाइप पर्ने ठाउँमा आग लागि भएको छ भने क्षति बढीभन्दा बढी चाहिँ क्षति न्यूनीकरण होस् भन्ने उद्देश्यले यो फायर हाइड्रेन्टहरू राखेको र विगतको दिनमा धनगढी उपमहानगरपालिका अन्तर्गत रहेका नगरका विभिन्न क्षेत्रमा चाहिँ आग लागि हुने क्रममा धनगढी उपमहानगरपालिका कार्यालयमा एउटा डिप बोरिङ थियो र डिप बोरिङ हुने क्रममा कुनै ठाउँमा आग लागि भयो र आग लागि भइसके पश्चात त्यो आग लागि भएको ठाउँमा चाहिँ आग लागि नियन्त्रण गर्ने क्रममा दमकलको पानी सकियो र पानी सकिसकेपछि आगो ननिम्दै फेरि पुनः चाहिँ धनगढी उपमहानगरपालिका कार्यालयमा नै आउनुपर्ने सिस्टम थियो र तथापि त्यो सिस्टमलाई पनि मध्यनजर गरेर धनगढी उपमहानगरपालिकाले धनगढी उपमहानगरका विभिन्न स्थानमा चाहिँ फायर हाइड्रेन्ट चाहिँ जडान गरिएको छ, जुन मैले यहाँहरू नगरवासी समक्ष चाहिँ जानकारी गराएँ र यसै गरेर यो धनगढी उपमहानगरपालिकाको विभिन्न ठाउँ भन्दाखेरि मैले यहाँहरूलाई चाहिँ जानकारी गराउने क्रममा गत वर्ष चाहिँ धनगढी उपमहानगरपालिकाको मुख्य बजार खण्ड अर्थात् चौराहादेखि क्याम्पस रोड सडक खण्डमा चाहिँ 5 वटा फायर हाइड्रेन्टहरू जडान गरिएको थियो भने शहीद गेटदेखि शिवनगर खण्डमा चाहिँ 3 वटा हाइड्रेन्टहरू जडान गरिएको थियो र यसै गरेर अहिले यो आर्थिक वर्षमा चाहिँ हामीले धनगढी उपमहानगरपालिकाको वडा नम्बर 1 महोत्सव लाग्ने स्थानभन्दा दक्षिणतर्फ रहेको पुल नजिक यसै गरेर चाहिँ वडा नम्बर 3 को पक्की कुवा नजिक, यसै गरेर वडा नम्बर 4 यो भाटभटिनी चोक नजिक कैलाली गाउँ जाने बाटो रहेको चोकनिर यहाँ पनि फायर हाइड्रेन्ट जडान गरिएको छ र त्यसै गरेर वडा नम्बर 5 अन्तर्गत यातायात कार्यालयको नजिक, यसै गरेर वडा नम्बर 6 नजिक मोट्यारी वडा कार्यालय जाने बाटो नजिक र यसै गरेर वडा नम्बर 12 को सहरी स्वास्थ्य केन्द्र बेली अगाडि गरेर जम्मा हामीले 14 ठाउँमा फायर हाइड्रेन्टहरू जडान गरिएको छ र जाँदै नगरवासीज्यूहरूमा म अनुरोध के गर्न चाहन्छु भने यी नगरपालिकाले जति पनि निर्माण गरेका साझा सम्पत्तिहरू छन् यो यहाँहरूको साझा सम्पत्ति नै हो र तसर्थ यो सम्पत्तिहरूको संरक्षण गर्नु अथवा रेखदेख गर्नु यहाँहरूको पनि नैतिक जिम्मेवारी हो भन्ने कुराहरू राख्न चाहे। धन्यवाद, नमस्कार।